सम्पूर्णमा नमस्कार। आज फेरि पुनः अर्को हाम्रो पडकास्ट लिएर म उपस्थित भइसकेको छु र आज भने हामीसँग हुनुहुन्छ हाम्रो अग्रज आदरणीय समाजसेवी हाम्रो चुलाचुली वडा नम्बर 2बाट हुनुहुन्छ श्री सिंहबहादुर राई र हाम्रो नाताले चाहिँ सिंहबहादुर राई मेरो आफ्नै मावली बाजे पनि पर्नुहुन्छ र आज हामी उहाँसँग चाहिँ उहाँको जीवनमा विभिन्न कुराहरू अनुभव गर्दै आइरहनु भएको छ र यो अनुभवहरू हजुरहरू मार्फत सेयर गर्नेछौँ भन्दै कार्यक्रममा मैले हाम्रो बाजेलाई स्वागत गरेँ। धन्यवाद। के छ, आरामै हुनुहुन्छ? एकदम तपाईँहरूको मायाले गर्दाखेरि बाँचिएकै छ। हुन्छ, अब तपाईँको परिचय पूर्ण परिचयबाटै सुरु गरौँ। मेरो नाम सिंहबहादुर राई हो। चुलाचुली अहिले चाहिँ बसोबासो 2मा छु। हजुर। अनि अगाडि मेरो बाल्यकाल त अब सोलुखुम्बु हो। तपाईँको उमेर कति वर्ष? मेरो अहिले भन्नै भन्दाखेरि 74 वर्ष पुग्यो होला। 74 वर्ष। हजुर। भनेपछि कति साल? म 7 साल। 7 सालमा जन्म। कहाँ जन्मिनु भयो? म सोलुखुम्बुमा, सल्यानमा। सोलुखुम्बु, सल्यान। हजुर हजुर हजुर। अनि सल्यान पछाडि चुलाचुलीमा चाहिँ कहिले आउनुभयो? चुलाचुलीमा म सल्यान अगाडि पञ्चायती नै थियो। हजुर। अनि पछाडि पनि त्यो गाविस बहुदलले गर्दाखेरि हजुर। गाविस भन्नु थाले। हजुर हजुर। त्यो पञ्चायतदेखि म 34 सालमा हजुर म आएँ धरानदेखि 1 साल तल बसेँ केराउन भन्ने झापा। हजुर। अनि अर्को साल चाहिँ चुलाचुलीमा आएर बसेको। 34 सालमा चाहिँ तपाईँको आफ्नो जन्मस्थलबाट यता कर्मस्थलतिर सर्दै सर्दै चुलाचुलीमा आउनुभयो? एकदम। हजुर। अनि जस्तो जन्म तपाईँको 2007 सालमा हुनुभएको रहेछ होइन? त्यो समय भनेको त अलिकति राजा अथवा भनौँ राणा शासनकाल थियो होइन? त्यो तपाईँले अलिकति जन्मिने बित्तिकै त अब पक्कै पनि थाहा रै पनि कुराहरू गरेको थाहा हुँदाखेरि त्यो बेलाको समय चाहिँ कस्तो थियो? त्यस बेला भनेको भन्नै पर्दाखेरि एकतन्त्री शासन। जो राजाले बोले हजुर त्यही कायम हुन्थ्यो। हजुर। उनीहरूले बोलेपछि बन्दुकको गोली राजाको बोली भन्थे, फिर्दैन थियो। हजुर। अनि जस्तो त्यो बेलामा जस्तो जनताहरूले चाहिँ शिक्षाको के थियो, शिक्षाहरू लिन पाउँदैनथे, पढाइमा चाहिँ के कस्तो थियो? त्यस बेला भनेको हामीहरूको स्कुल थिएन भन्दा 7 सालदेखि चाहिँ योजना चाहिँ बनिएको अरे। के भन्नुभयो? योजना। योजना। योजना बनिएको थियो। तर म अलिकति 10-12 वर्ष भएपछि स्कुल त भन्थे तर यस्तो घर पक्कीहरू थिएन। यसो बर पिपलको फेदमा यसो सरहरूले पढाउनुहुन्थ्यो। अनि हाम्रो किले अब मेरो चाहिँ अब बाजे सम्बन्धले के भन्छु है, किले कक्षा कतिसम्म चाहिँ अध्ययन गर्नुभयो त्यो बेला? होइन, मैले अब यसो सामान्य नामसम्म चाहिँ लेखेँ। हजुर हजुर। भनेको त्यतिखेर नामसम्म भन्नाले कक्षा 1-2 यस्तो? मैले 5 मात्रै। 5 कक्षासम्म पढेँ। अनि त्यो बेलाको 5 कक्षा भनेको त धेरै हो नि त है के? अहिले यसो बुझ्दाखेरि चाहिँ झन्डै 12 पढे जति रहेछ। हामीहरूको त्यसलाई जिल्ला स्तरीय नै जानु पर्थ्यो 5मा। अनि त्यहाँबाट सर्टिफिकेट हुनु पर्थ्यो। त्यो जिल्ला स्तरमा गएर पास भएको छ भने जब गर्नु पाइन्थ्यो। हजुर। नभएदेखि पाइँदैन थियो। अच्छा, भनेपछि अहिलेको 12 जतिकै। अनि त्यो बेला चाहिँ नि के हजुर 5 कक्षा पास गरे पछाडि चाहिँ कस्तो कस्तो जागिरहरू खान पाइन्थ्यो? सामान्य अब 2-4 क्लास चाहिँ पढाउने शिक्षक। हजुर। अनि त्यहाँदेखि लगेर तपाईँको अफिसको भने हजुर पिउनदेखि लगेर बैदार मुखियासम्म चाहिँ पद पाइन्थ्यो। अहिले त अब बैदार मुखिया भन्ने त्यो बेलाको पद है त्यो? हजुर हजुर हजुर। अनि जस्तो तपाईँले पढ्नुभयो, पढिसके पछाडि कतै त्यतिखेर जागिरहरू केही खानुभयो? म सामान्य भूमि सुधारमा जब गरेँ। भूमि सुधारमा? हजुर। के काम थियो त्यतिखेर तपाईँ? हजुर, त्यस बेला अब मेरो त्यही 5 क्लासको सर्टिफिकेटको हैसियतले हजुर बैदारसम्म खाएँ मैले। बैदारसम्म खानुभयो? हजुर हजुर। अनि कति सालसम्म चाहिँ तपाईँले त्यहाँनिर जागिर खानुभयो त? लगभग भन्नुपर्दाखेरि धेरै म खटिनँ।
अलिक तनाखा थोरै थियो। कति ठ्याक्कै सुनौँ न, त्यतिखेर तपाईँको त्यो जागिर गर्दाखेरि कति पैसा चाहिँ ठ्याक्कै तपाईँले महिनामा प्राप्त गर्नुहुन्थ्यो? तपाईँको पिउन भनेको चाहिँ तपाईँको सबैभन्दा तल्लो स्तरको हो। अफिस अहिले चाहिँ पिउन भन्दा पनि कार्यालय सहयोगी भनेर चाहिँ हजुर भनिन्छ हाम्रो भाषामा चाहिँ। पहिले पिउन पिउन भन्ने गर्ने चाहिँ तपाईँको 100 हजुर यता 1.5 रुपियाँ भन्छन्, माथि 3 महर अलिकति अलग छ भाषा। 3 महर थियो। बैदार हुँदा चाहिँ 150। 103 महर भनेपछि हामीलाई चाहिँ यो नयाँ लाग्छ कि अब मैले के भनेर सम्बोधन गरेको छु। हाम्रो यो बाहिङ भाषामा चाहिँ के भनेको चाहिँ बाजे हो, कृपया नझुकिदिनु होला। के भनेर सम्बोधन गरिरहेको छु। फेरि मैले आएँ, हामी चाहिँ नि अहिले हामीलाई पक्कै पनि के कस्तो हुन्छ भन्दाखेरि हामीले अहिले यो मोहर भन्ने थाहा हुँदैन, धेरैलाई थाहा छैन होइन अहिलेको जेनेरेसनहरूलाई। अनि जागिर खाँदाखेरि त्यतिखेर 100 रुपियाँ है? हजुर हजुर। अनि 100 रुपियाँले के गर्नु पुग्थ्यो होला त? त्यस बेला भनेको अलिकति महँगी त्यति बढेको थिएन, पैसाको महत्त्व थियो। हजुर। सामान्य आफ्ना पेट मात्रै पालिन्थ्यो। अनि त्यस कारणले अलिकति म घरमा सहयोग पुर्याउनु नसकेको कारणले म 2-3 वर्ष मात्रै त्यहाँ कार्यरत भएँ। त्यस पछाडि मेरो भनेको चाहिँ तपाईँको अस्थायी होइन, थाई हो। उस बेलाको भाषा बोल्छु। हजुर। थाईलाई चाहिँ मैले राजीनामा दिएर यतापट्टि लागेको। राजीनामा दिएर चाहिँ कता? म यता पूर्व दमक झापातिर। अनि कस्तो हुन्छ भने नि अब राईहरू प्राय होइन, तपाईँ धरान भन्नुभयो होइन, त्यो बेलामा चाहिँ भर्ती हुने चलन हुन्छ क्या? हजुर। एउटा अहिले जुन छ युके लाउरे होइन, जुन गोर्खा लाउरे भन्छ होइन, त्यो भर्ती हुने चलन थियो। तपाईँले चाहिँ के प्रयास गर्नुभयो कि भएन? मैले भन्नै पर्दाखेरि म अलिक टुडो हो। 10 जना दिदी दाजुको म कान्छो भाइ। 10 जना मुनिको 9 जना मुनिको हो। हजुर हजुर। अनि आमा 7 वर्षको उमेरमा बित्नुभयो। तपाईँ 7 वर्ष पुग्दा? हजुर। हाम्रो बुबा हुनुहुन्थ्यो। हजुर। बुबा चाहिँ तपाईँको यता चाहिँ लिम्बुवान र खुम्बुवान भन्छ, हाम्रो खुम्बुवान हो। लिम्बुवानमा चाहिँ सुब्बा भन्ने जस्तो तालुकी काम गर्नुहुन्थ्यो। हजुर हजुर। अनि आमा बितेपछि मेरो बुबाको नि पोइन्ट नपुगेर बडा बाउलाई जिम्मा दिनुभयो। अनि त्यस पछाडि दाईहरू चाहिँ भर्ती जाने चलन एकदम थियो। हजुर। तर उनीहरू अहिले यो माओवादी काण्ड जस्तै लडाइँमा लगिहाल्ने अनि डर आएर उहाँहरू जानु भएन। मभन्दा धेरै एजेट उन जेठताएर माल्दै। उनको चाहिँ छोरा भन्दा पनि मेरो भतिजो भन्दा नि म 2 वर्ष कान्छो। 2-3 वर्षै होला। ऊ 5 साले, म 7 सालको। भतिजो भन्दा 5 साले छँदैछ भतिजो। अनि उहाँहरूले रहर गएनन्। अनि पछाडि मलाई चाहिँ एकदम इच्छा लागेको थियो। अनि म गोपा 3 खेप आएँ। अलिक बालककालमा, अब 20 सालतिरको कुरो होला। त्यस बेला झर्दाखेरि चाहिँ मेरो एउटा फुपूको छोरा अगाडि मलाई भने त अहिले के लान्छ, उहाँले लु भाइ आइस रहेछ, त मामाको छोरो त प्याउले थिइस्, त भनेको तालुकीको छोरा, अब के गरेर खान्छस् त भनेर भन्नुभयो। अनि म बालकै थिएँ। अब त्यस बेला तपाईँको अहिलेको जस्तो अलिक होइन, समय लाटाइरहेछ। उहाँसँग बोल्नु सकिनँ। नबोलेपछि होइन यो त रुनु पो थाल्यो क्या भनेर भन्नुभयो सर्जनले। अनि अलिअलि आँसु पनि आयो। मलाई एउटा हर्का लाग्यो कि फुपूको छोरा दाइ भेट्दाखेरि। लु यहाँ बस्छस् भने अब 1 वर्ष चाहिँ यहाँ बस्नु पर्यो। मालिकको चाहिने साहेब भन्थ्यो, साहेब कुहिरेको यसो रेखदेख गर्ने। अनि 1 वर्ष पछाडि चाहिँ तँलाई बही भर्ती ल्याइदिउँला, म साहेबसँग कुरो गरेर आएको छु भन्नुभयो। अनि बस्ने भएको थिएँ। के छ भने मान्छेले भन्छ यो सत्य कुरा हो, सङ्गतले बिगार्छ। एकजना बस्ने छँदै छन् अझै पनि, त्यो भुवन सिंह भन्ने। ऊ 5 साले मभन्दा अलिकति ज्ञानले छेपेको, राईलिम्बूको बुद्धि नहुने, उसको चाहिँ धेरै बुद्धि पसेको रहेछ। उसलाई चाहिने जाने साथी चाहियो, उसलाई त लिएन। मलाई त बही भर्तीमा
आगुँ लिने साहबको अहिले चाहिँ यसो लुगाफाटोहरू यसो के अरे 2 दिन सक्दैनस् होला झुन्डाउने गर्ने मिलाउने यसो कपडा भित्र कोठामा सफा गर्ने भन्नुभयो। हजुर हुन्छ भनेर म बस्नै परेँ। हजुर अनि भोलिपल्ट त्यो पुवानसिंह भन्ने साथीले हामीले भानिज भन्थ्यौँ, मेरो बुबालाई हजुरबा भन्नुहुन्थ्यो। मामा हजुरबा रुँदै हुनुहुन्छ जानुपर्छ भनेर उल्कायो। सँगले गर्दाखेरि मेरो मन फर्कियो माथि नै। बाउसँग म हुर्केको 7 वर्षको उमेरमा मम्मी बितिहाल्नु हो। अनि बाउको धेरै याद आयो। अनि भोलिपल्ट लु आइज है बस भनेर लिन आउनुभयो। म बस्दिनँ भने दाइले थुक्नुभयो। ठिकै रहेछ थुक्क अभागी। अहिले मलाएको लाउरे हुनु त ठुलो भाग्य पो त। त नबस्ने भनेर भन्नु बस्दिनँ। के गर्छस् त भन्दा म घरै फिर्किन्छु भने। ल ठिकै छ जा त मलाई अलिकति साहबदेखि बिजवानी बनाइस् भनेर भन्नुभयो। त्यो कुहिरेले चाहिँ इङ्ग्लिस मात्रै बोल्ने रहेछ। कुहिरे कुरो मैले बुझिनँ। लगेर बस्दैन रहेछ भाइ भनेर भन्नुभएछ सर्जनले। अनि के भन्नु ल ठिकै छ पठाइदिए भनेर भन्नुभएछ। भनेपछि त्यो बेलामा चाहिँ तपाईँ चाहिँ घर चाहिँ नफर्केको भए अर्कोचोटि तपाईँको मलायामा ट्राई हुँदै थियो। हजुर एउटा भाग त्यहाँबाट मैले सुकाएँ। अनि तपाईँको अब फेरि यता जोडौँ विवाहलाई जोडौँ अलिकति। हजुर तपाईँले विवाह चाहिँ कति सालमा गर्नुभयो? मैले 29 सालमा 22 अलिकति म त्यो कुरा जोड्छु है। 22 मा मैले बिहा गर्नुभन्दा फेरि अलिक बुद्धि आयो। बुद्धि आएर तपाईँको 20-21 वर्षको हुँदाखेरि म गल्ललसँग फेरि बिहे पछाडि होइन बिहाभन्दा अगाडि। अनि त्यस पछाडि म बिहाको कुरा जोड्छु। अनि आएँ 10 जना केटामा ढ्याम्बा भर्ने र मलाई एकदम सबैमा त्यसबेला फिजिक भन्थ्यो। अहिले के भन्छ सबै मिलेको मिलेको। रोडिङ पनि दौडिँदाखेरि 2 जनाले 1-2 कदम अगाडि छोड्थ्यौँ रोडिङमा। लाने भनेर ल्यायो गल्लवलले। ल्याएर अन्तिममा भोलि क्याम्पभित्र पस्नु पर्नेमा घुसियारी रहेछ मसँग। म त अब अलिकति टुरो पनि आमा पनि हुनुहुन्न थियो। आमा खसी दाईहरू पनि कता कता लाग्नुभयो यता परदेशतिर। अगाडि विदेश भनेको इन्डिया खुल्ला थियो। यता दार्जिलिङतिर कता कता जानुभयो। अनि अलिकति मेरो थोरै मात्रै लिएर आएको थिएँ खर्चहरू। अनि त्यहाँबाट 250 पैसा त्यसैले 100 रुपियाँ तोला थियो सुन। 100 रुपियाँ तोला अहिलेको हिसाबमा त भन्दाखेरि त आमामा 100 रुपियाँ भनेको त है। 100 रुपियाँ तोला थियो। उसले चाहिँ 2.5 तोलाको पैसा माग्यो। मैले दिनु सकिनँ। नसकेपछि बेलुका मेरो खपरमा नि थिएन होला एउटा तामाङ आइपुगेछ। 250 पैसा दिएछ। मलाई थाहा भएन। ढ्याम्बा भर्ने साथीले होइन हो साथी मैले त घुस दिएर आएको। उसको त दाजु लाउरे थियो। त्यो बेला नि घुस चल्दो रहेछ है। एकदम दिएर ल्याएको। पक्कै नि तँलाई भोलि हुल्दैन क्याम्पभित्र भन। अनि एकछिनमा खानपिन गरेपछि त्यो दिन चाहिँ अब अलिक छुटकरीमा बोलौँ। सबै हजम डाकेर केसेस काटेर मन्जन पानी थियो। 35 सेवती खोला भन्नेमा बालुवा ल्याएर मस्काउनु लायो दाँतहरू। भोलि पसिन्छ भन्दाखेरि मलाई फालिदियो। अनि त्यस पछाडि मलाई रुनुभन्दा अरू केही आएन। केही उसँग न केही भन्नु सक्छु न केही भन्नु सक्छु। अनि त्यहाँबाट रुएँ मात्रै। रुए पछाडि म फिरेँ। फिरिसकेपछि त्यो सायद गल्लवल होला सोलुखुम्बुकै गारमा भन्नेमा नेवार बुढो अहिले 80-90 कता पुग्यो होला त्यो बुढो। अनि त्यो बुढोले ल तेरो सिटमा अर्को केटा आयो घर जा भन्यो। अनि म त्यतिकै अब त्यसैला समयमा 40 रुपियाँ पैसा लिएर आएको थिएँ। अनि घर पुग्नेसम्म चाहिँ मलाई खर्च पुग्यो। बुबाले त्यति खोजिदिएर पठाउनु भएको थियो। अनि त्यहाँबाट म गएँ पछाडि
फेरि बाउ पनि खुस्किनु भयो, ए, बित्नुभयो। अँ, बितेपछि म घरमा एक्लो भएँ। अँ, अनि एक्लो भइसकेपछि 4 भाइमा कान्छो म। अँ, साल दाइको साली हो मैले अहिले बिहा गरेको। हजुर हजुर। बिहा गरेको उम्, म अब भनौँ 20-22 वर्षको थिएँ, 20-22 15-16 वर्ष वर्षको। कता थियो। उम्, अनि ल यो केटा ठिक छ भनेर साल दाइको सासू, मेरो नि सासू नै अँ, लान्छ भने कान्छा ज्वाइँले दिने भनेर कुरो चलाउनु भएको रहेछ। हजुर हजुर। गएर कुरो गरेपछि सजिला तरिकाले नै पठाउनु भयो सासूले। ए ए हजुर। अनि त्यहाँबाट मेरो घरमा त्यसैले ए त्यो तपाईँको विवाह भइसके पछाडि चाहिँ तपाईँको अहिले हाल कतिजना सन्तानहरू हुनुहुन्छ? अहिले सबै 7 जना हो। 7 जना। एकजना माइलो चाहिँ गइसक्यो। हजुर हजुर। अनि 3 जना छन्। ए ठिक छ। अब त्यो बेला तपाईँको जुन एउटा पाहाडमा हुनुहुन्थ्यो त्यो बेला स्ट्रगल गर्नुभयो होइन, अनि लाउरे बन्ने कोसिस गर्नुभयो, हुँदै गर्दाखेरि समस्या छ होइन। अनि अब तपाईँ बिहे गरिसके पछाडि कति सालतिर चाहिँ झर्नुभयो? अनि म त्यहाँबाट तपाईँको 34 साल। 34 सालमा झर्नुभयो। हजुर। अघि पनि कुरा भयो 34 सालमा झरिसकेपछि उताबाट झर्दै गर्दा तपाईँको छोराछोरी कतिजना भयो तपाईँले त्यतिखेर चाहिँ? एकजना जेठा? जेठो थियो चन्द्र भन्ने, हजुर। 2, 2.5, 3 वर्षको। अनि यहाँ चाहिँ नि तपाईँले कसरी चाहिँ अब आएर धरानमा सुरुमा कहाँ बस्नुभयो भन्नुभयो? म धरान बसेँ। धरान बस्नुभयो। अनि धरानमा चाहिँ तपाईँले त्यतै बस्ने चाहिँ किन चाहिँ फेरि सरेर यहाँसम्म आइपुग्नु भयो? के भयो? के मिलेन कि कस्तो भयो? तपाईँको मैले सायद अघि नै भने मैले थोरै जब गरेको। अहँ, अलिकति मलाई अब जब गर्दाखेरि त त्यो निजामती त कोठामा बसेर अँ, जागिर पाक्थ्यो। यसो हल कोदाल गर्नु नसकेर अब जानु पर्यो भने मैले सोच लिएको थिएँ। अनि त्यस पछाडि एकजना छोरो थियो, त्यो खसेर जाने चाहिँ छोरै रहेछ, पेटमा थियो। फागनको दिनमा हावाहुरीले उडाए जस्तो म उडेँ, केही थाहा थिएन। अनि मेरो दाजुभाइहरू सबै भएर नजा, तैँले अलिकति अगाडिको यो जमानामा तैँले केही कानुनले बुझेको 2-4 वर्ष अब जिल्लामा नि बसेको, तँ गएपछि आएर अन्धा हुन्छौँ भनेर रोक्नुभयो। उम्, अनि मैले भने हेर दाजुभाइ हो, मैले चिताएँ, बगे खोला फर्किन्छ, मेरो मन फर्किँदैन, मलाई नरोक्नुहोस्, उम्, बढी शुभ आशीर्वाद दिनुहोस् भनेर दाजुभाइहरूले भनेपछि दाजुभाइहरू बोल्नु भएन। अनि त्यहाँबाट म त्यत्तिकै उठेर, त्यसबेला ढाकर बोक्ने चलन थियो, ढाकर बोकेर झर्नु खोज्दाखेरि सासूले एउटा छोरीको माया नाताले उनको छोरा 16-17 वर्षको हुनुहुन्थ्यो र मेरो सालो भानिस बोक्ने तँ जा, दिदी बिहान नबस्ने परे भनेर पठाउनु भयो। अन्ध त्यत्तिकै आयौँ। अन्ध आएर इटेरीमा ओर्ल्यौँ। त्यसबेला तपाईँको यो मिर्चासम्म चाहिँ खुट्टेले हिँडेर आयौँ। हिँडेरै? हिँडेरै। कति दिन हिँड्नुभयो? त्यो मैले भुलेँ, अलिकति तपाईँको भारीसँग नि लाग्यो होला, 10-12 दिन कता लाग्यो होला मिर्चा आइपुग्दा। 10-12 दिन लाग्यो। अनि अब तपाईँ त्यो आउँदाखेरि त पक्कै पनि यो राजमार्ग बनेको थिएन होला कि? थियो, बनेको थियो। ए महेन्द्र यो राजमार्ग चाहिँ बनेको थियो। हजुर। त्यहाँ आएपछि गाडीहरू चाहिँ प्रशस्त हजुर थिएन? गाडीहरू प्रशस्त थिएन, सामान्य सानो कति पाइन्थ्यो। वर्ष बस्नुभयो धरान? धरान म धेरै बसिनँ, अलिक चञ्चले पनि। हजुर। मेरो फुपू ससुरा मलाई भनौँ न ब्रिटिसको क्याप्टेन हुनुहुन्थ्यो। त्यहाँ कसो गरेर हामीहरू खोज्दै जाँदाखेरि ठ्याक्कै भागले जुरायो। अनि उहाँले भन्नुभयो किन आइस, त्यत्रो जग्गा जिल्ला भएको, त तालुकीको छोरो, थोरै जब पनि गरेको, किन आइस धरान के हरान, के गरेर खान्छस् भनेर भन्नुभयो। अनि अब क्याप्टेन हुनुहुन्थ्यो, उनले
त्यस बेलासम्म 1000 सहयोग गर्दाखेरि अहिले 1 लाखभन्दा बढ्ला। म कोठा खोजिदिन्छु, यसो दोकान सोकान थापेर बस्नु भनेर भन्नुभयो। अनि कोठा 5 रुपियाँ एउटा कोठालाई मा बन्दोबस्त गर्नुभयो। 2-4 दिन बसेँ, यसो चियापान के गरेँ। नयाँ नौतुमा चिनेनन्, आएनन्, खाएनन्। अनि विरक्त लाग्यो। त्यस्तै कत्रुङ कत्रुङ। अनि भएन, दिएको खर्च पनि सक्यो। अब के गर्ने त भन्दा केही उपाय छैन। हेर धरान कि हरान, त थोरै अब जब गर्ने मान्छे तँलाई लाज हुन्छ होला। धरान कि हरान, केही पाइँदैन, दाउरा बोक भन्नुभयो। मरेको जुनी भएँ। परिवारसँगै हुनुहुन्छ तपाईँ? हजुर, परिवारसँगै नै भनेर भन्नुभयो। अनि एकजना उतैको साथी खोज्नुभयो र पठाउनु भयो क्याप्टेन फुपू ससुराले। अनि गयौँ, दाउरा त चिर्यौँ, ल्याएर दैलो बेच्नु पर्ने रहेछ। म त बुतुक्कै दैलो नादा मेरो हात खुट्टा नै गलो। माथि थोरै जब गरेर बसेको मान्छे, मलाई कस्तो मरेको जुनी भयो। अनि त्यहाँ त्यो दिनदेखि गइनँ। अनि किन नगएको भनेर भोलि पर्सिपल्ट हकार्नुभयो क्याप्टेन मेरो फुपू ससुराले। खोइ किन जाँदैनन् भनेर भदैनी बोलो, म बोलिनँ। लु अब हेर तँलाई, अबहाँको राईको ठाडा भाषा, जुवाइँलाई पनि तँ नै भन्न चलन थियो। तँलाई लास भयो होला। त्यो अहिले पनि हुनुहुन्छ धरानमा, 4 पाई होटेल भन्छन्, त्यो के जति चोक पो भन्छन् है। हजुर, हो भानुचोक होइन, अलिक परतिर के पो बिर्सिहालेँ। अनि त्यहाँनिर होटेल थियो। दाउरा ल्याउँदै नलैजा अर्काकोमा, मेरो यहाँ थुपार भारी गन्ती गरौँ भने। अब किसनी मान्छे, त्यो त मलाई अलिक स्वरो लाग्यो क्या। ल ठिक छ भने नि 5 रुपियाँ भारीले जति ल्याए पनि महिनामा उहाँले दिने। अनि 1 महिना जति गरेपछि त्यो पनि मलाई ठिक लागेन। त्यस बेला पञ्चायती व्यस्त थियो। अब जहाँ चाहिँ चपरासीले भेट्यो भने कुनै साथीहरूले त कुट्ने, मलाई चाहिँ त्यो परेन। कुट्ने, बन्चर खोज्ने, त्यस्तो गऱ्यो। त्यो पनि मलाई ठिक लागेन। अनि त्यहाँबाट म 2-4 महिना गरेर फेरि यहाँ हाम्रै गाउँको एउटा लाउरे रहेछ, तल यो केराउन भन्नेमा 4 बिघा लिएको रहेछ जग्गा। लु भाइ, क्याप्टेन बाबाले चाल पायो भने त म त सिपाएँ हो, हकार्दा पनि म मान्नुपर्छ, कुटे नि मान्नुपर्छ। म डर लाग्छ उहाँसँग कुरा नगर्नु। लु खेती गर्ने भने जाउँ भन्नुभयो। तल झरेँ। 4 बिघा भनेको जमान थोरै नहुँदो रहेछ। म त पाहाड जस्तो थोरै होला भने। त्यहाँ पनि 1 बिघा पनि राम्रो उतार्नु सकिनँ। अनि त्यहाँबाट गोरु जोत्नु नि घुमाउनु पर्ने रहेछ। माथि त होरा गर्नुपर्ने। 1 साल बसेर 34 सालमा झरेको 35 सालमा होला। मोरङ्गो जोडा अगाडि 4 नम्बर थियो, अहिले त 2 नम्बर बनियो। अब ठ्याक्कै यहाँ आइसके पछाडिको कुरालाई जोडौँ होइन। तपाईँको जस्तो अब सोलुबाट सम्मको यात्रा त्यसरी विभिन्न ठाउँमा चाहिँ अब दुःख सुख गर्दै होइन, ठक्कर खाँदै आउनुभयो। अब चुलाचुली आइसके पछाडि अब ठ्याक्कै अहिले चुलाचुलीको विषयमा थोरै जोड दिउँ। तपाईँ आउँदै गर्दाखेरि चुलाचुलीको चाहिँ अवस्था कस्तो थियो? यसको तपाईँको विचित्र थियो। उठन क्षेत्र। अनि म कमसालमा एकचोटि सिडिओ आउँथ्यो। अहिले त सिडिओको अलिक मान्यता छैन होला, छन् त छ। सिडिओ भनेपछि एउटा पञ्चायत नै हल्लिन्थ्यो। तिमीहरू अहिले साल तिमीहरू उठिहाल्नुपर्छ भनेर मौकामा यो 12 गोठेमा बस्ती थिएन त्यतिखेर। हजुर, बस्ती थिएन। बस्ती मानिसहरू बसेको थिएन। थिए तर उठ्नु चाहिँ किन उठ्यो? थिए। उनीहरूले चाहिँ तपाईँको सट्ट भराउने पत्री कता दिएको रहेछ कि यो उठन क्षेत्र भनेर घोषणा गरेको रहेछ।
वनले भन्दाखेरि अब वन भनेको त वन मन्त्रीले यो चाहिँ नि चुलाचुली भनेको जङ्गल हो भनेर उठान क्षेत्र घोषणा गरेको रहेछ। नबस जाऊ अनि जग्गा थोरै हुने 8 बिघासम्म हुनेलाई चाहिँ दियो, त्यहाँदेखि धेरै भएकोलाई दिएन। अहिले हाम्रो हुनुहुन्छ त्यहाँ के अरे लौती कान्छाहरू हुनुहुन्छ, उहाँलाई त्यो सोद्धा थाहा हुन्छ। सानो कान्छु उसको भतिजा, उनको त थुप्रो अरे। हुन्छ त्यतिखेर के सिडीहरू आएर के गर्छ भन्दै हुनुहुन्थ्यो, कन्टिन्यू गर्नु त्यसलाई निरन्तर दिनु। हजुर सिडीहरू आएर उठाउँथ्यो भन्दै हुनुहुन्थ्यो नि। हजुर कस्तो किन तपाईँले भन्दै गर्दाखेरि अनि तपाईँहरू आएर बस्ती कसरी चाहिँ बसाउनु भयो त? त्यसको इतिहास धेरै छ कि। अनि उठेर जाने गए, यहाँ सुकुम्बासी भरिएकै भए, यहाँ आन्दोलन नै चलो। अनि अहिले चाहिँ सशस्त्र भन्दा रहेछन्, त्यसैलाई गुल्मा भन्थे। गुल्मा भएर 500 जना चाहिँ सुकुम्बासीको जुलुस लिएर यो 12 कोठेदेखि 25 जनालाई घेरो मारेर पर रत्ता पुर्यायौँ। त्यस बेला एउटा हाते केटी रहेछ बोल्ने माइक, उहाँले वहाँ पुगेपछि तपाईँहरू उतै रहनुहोस् भनौँ, खोलामा तरे उनीहरू। अनि हाल उतै रोकिसके तपाईँ मुख्य आउनुहोस् भनौँ। अनि मुख्य भनेपछि अब म पनि एउटा समिति नै थिएँ। अलि लिडरलाई चाहिँ डाको, मभन्दा अलिक अगाडि पुग्नेहरू पक्रेर लगिहालेँ। म अलिक पछाडि पुगेपछि पक्रेर उता ट्रकमा हाल्दै गर्दाखेरि, त्यसलाई ट्र्याक्टर थिएन, जस्तै निस्क्यो ट्र्याक्टर, ट्रकमा हाल्दै गर्दा अहो पक्रिनै रहेछ भनेर म अलिक बेग सरेँ। अनि लगेर थाना अहिले भएकैमा, सानो थियो भएको दमकको चुल्लाचुलीबाट दमकमा लगे भनेको आएर पुग्दा नपुग्दा इलाम चलन गरेछन्। अनि रातभरि हामीले चाहिँ त्यो ठानलाई घेर्यौँ। कट्ठाबास पनि साथीहरूले खाए। ग्यास एउटा छर्दो रहेछ नि त आँखा पोल्ने, तिनीहरू गर्दै अनि पछाडि लास्ट टाइममा अब अलिकति मेरो धेरै बोल्दाखेरि त धेरै नै होला है, तर अलिकति छुटकारीमा भन्छु। अनि त्यहाँबाट हामीहरू कता भाग्ने के भाग्ने गऱ्यौँ। अनि पछाडि लास्ट टाइममा यहाँको अलिकति प्रतिनिधिहरूले प्रोसेस चालिराखेका थिए। त्यतिखेर तपाईँ सम्झिनुहुन्छ प्रतिनिधिहरू अलिकति अगुवा भएर हिँड्नेहरू को हुनुहुन्थ्यो त्यो तपाईँहरूको पालोमा? त्यस बेला त हाम्रो ठालु प्रधान पञ्च हुनुहुन्थ्यो, यहाँ तिलक सिंह दाई हुनुहुन्छ, उहाँ चाहिँ उपप्रधान हुनुहुन्थ्यो। अलिकति त्यो कान्छु चिन्नुहुन्छ नि, ऊ कान्छु चाहिँ तपाईँको अलिकति बसोबास गराउनेको एउटा नेता हुनुहुन्थ्यो। अनि उहाँहरूले बसोबास गर्ने भन्दै कहिल्यै भएन। जहिले पनि आउने, वर्षमा एकचोटि चाहिँ माथिबाट धम्की दिएर जाने, दुःख दिने। अनि त्यसो गर्दै पछाडि 45 सालमा तपाईँको बहुदल आयो। अनि त्यहाँ बहुदल आइसकेपछि बहुदलले अब घोषणा भइसक्यो 45-46 सालतिर कता हो, 46 सालतिर। अनि उसलाई त भोट चाहियो, कति भोट चाहियो है। यहाँ सुन्नु न, उसले त पर अब मन्त्रीहरू बनाउनु पर्यो नि त। हाम्रो 2 नम्बर क्षेत्रको चाहिँ हामीहरू भोटै नदिने भनेर हामीहरूभन्दा माथिको नेताहरूले यो पार्टी त्यो पार्टी नभनिकन कालो झन्डा उठाउँ, यहाँ बसोबास जुन दिन गर्छ त्यो दिन मात्रै भोट दिने भनेपछि इलामको 2 नम्बर क्षेत्र त खाली रह्यो नि। एउटा संसद त अब चुनिएन, चुलाचुली नै जिताउनु पर्ने। अहिले पनि चुलाचुलीले जिताउँछ होला, धेरै जनता छन्। अनि त्यस पछाडि छिटो चुनाव नगरिसकेपछि उनीहरूले उता
सरकार गठन गर्नु अत्तुरी परे। सरकार भन्दा पनि अब तपाईँको मन्त्रीहरू मन्त्रीमण्डल त्यसले त अब थियो राजा। अनि त्यस पछाडिल्लो चुलाचुली बसोबासो भनेर उहाँले घोषणा गरिदियो उहाँदेखि। घोषणा गरेपछि 45-46 सालतिर चाहिँ अब यहाँ चाहिँ बसोबास हुन्छ योग्य छ भनेर चाहिँ यहाँको बस्तीहरूलाई चाहिँ विस्तार गरेको। हजुर होइन, त्यसो भने घोषणा गरिसकेपछि यहाँ बसोबासो भयो। बसोबासो त भयो, तर हामीहरू माथि बाँचगाउँ नै पुग्नुपर्ने। पहिले त बाँझो गाउँ भन्थ्यो नि त होइन? होला अहिले बाँझो पर्दा यहाँ जितेको हुनाले हाम्रो ठालु पर्सा जित्नु भएको हुनाले अस्थायी चाहिँ यहाँ ल्याउनु भएको थियो बाह्रकोटेमै। यहाँदेखि नै हुन्थ्यो, हामीहरू चाहिँ जानु परेन। अब यस्तै जन्म दर्ता विवाह दर्ता के गर्नु पर्दाखेरि माथिबाट सामल खाजा बोकेर आए। अनि पछाडिल्लो बसोबासै गर्ने भने हाम्रो चुलाचुली छुट्याइदिनु पर्यो भनेपछि 45-46 सालमा चुलाचुली गाविस छुटेर आयो। अनि त्यहाँबाट बसोबासो नि भयो। अनि लास्ट टाइममा तपाईँको बसोबासो त गरायो, तर सबै अब अहिले नि बनाएको थियो जग्गाहरू। 22-23 सालमा अरेको कुरा सुनेको। त्यस बेला नापी नक्सा गरेको त उता मोरङले हेर्थ्यो अरे। पहिले मोरङमा लगेर चाहिँ त्यो चाहिने के अरे धनी पूर्जाहरू पछाडि लेख दिएर बन्द गरेको थियो। त्यहाँ पाससास नखुल्ने, बेच्नु नपाउने, बेचिहाल्यो भने घरसलको राजिन कि मेरो पैसा जान्छ भने आए पनि भनेर लिनेले घरसलको राजिना लिने, नदेखि पास भएन। अनि धेरै आए यहाँको भनौँ न प्रतिनिधिहरूले। अलिकति ठुलो हात चाहिँ भक्तबहादुरको पनि थियो। भक्तहरूले खस्नुभयो। भक्तबहादुर भनेको राई। हजुर, त्यो भक्तबहादुर राई त अहिले खसिसक्नुभयो। तर त्यतिखेर चाहिँ अहिले उहाँहरूको छोराछोरी त होला। बस्ने स्थान चाहिँ कहाँ? पर पेल्टीमारी घुर्तेलको घरदेखि मासतिर। अनि उहाँले अब मसाल पार्टीको अरे कता कताहरूको काठमाडौँदेखि ल्याएर यहाँनिर धेरै नेतृत्व गर्नुभयो। अनि चुलाचुले मान्छे छैन भनेर भनेको थियो अरे। राजाको कानमा कसरी पुर्याउने भन्दाखेरि जनता उत्रिनुपर्छ राजमार्गमा, अनि मात्रै राजाले देख्छ भनेपछि तल झन्नै 1000-1200 चाहिँ चुलाचुलीको सबै वस्तु बाँधेर जानुपर्छ भनेर शम्भुराम भन्ने एउटा मसालको नेता हुनुहुन्थ्यो, काठमाडौँदेखि ल्याउनु भएकोले गयौँ। त्यसबेला पद्मसुन्दर लौती गृहमन्त्री हुनुहुन्थ्यो। पद्मसुन्दर लौतीले उताबाट तपाईँको भर्खर निस्केको ट्र्याक्टर चाहिँ ट्रकमा गाडीमा आर्मीहरू ल्याएर त्यहाँ राजाको फोटो राखेर बसोबासो गराउनु पर्छ भन्दाखेरि त्यो चाहिने पद्मसुन्दर लौतीले त्यो राजाको फोटो त्यो आर्मीहरूलाई फुटाउनु लायो। यहाँ एकजना अहिले गङ्गाको आमाको हातै पनि भाँचियो कट्ठाबासले दिएर। त्यसो यो बसोबास विस्तार गर्दाखेरि चाहिँ तपाईँ यो जति पनि थियो जेल जो जानु भएको थियो, चलन भएको थियो नि, उहाँहरूलाई चाहिँ पछाडि छोड्नु भयो? कुन तरिकाले छोड्नु भयो कि के भयो? उहाँहरूलाई कति जेल चलायो? तपाईँ चाहिँ पर्नु भयो कि भएन त्यसमा? त्यस बेला मेरो धनी पूर्जा थिएन, मैले अहिले नै कभर गरेको थिएँ। धनीवासीले त दुईपट्टि फाइदा लिए। उता पत्रिनी फाँडे उता धनी पूर्जा पाए, यहाँ जोतपोतको आधारले पनि पाए। अनि जस्तो तपाईँले अहिले चुलाचुलीमा त्यो बेलामा धेरै भन्नु 8 बिघासम्म भन्नुभयो होइन? हजुर। पाउने तपाईँले चाहिँ कति चाहिँ जमिन चाहिँ पाउनु भयो? यस्तो
धेरै अगाडि तपाईँको 22 सालतिर नापी गर्ने मान्छे र फडनी गर्नेको धेरै जग्गा हुनेले 8 बिघादेखि माथि नदिने, हददेखि माथि 8देखि मुनिको चाहिँ जति छ, जति आफूले चासे छ त्यति। अब मैले त अब भन्नै पर्दाखेरि त्यही 1.5 बिघा चासेको थिएँ, त्यस्तै मात्रै पाएँ जोतपोतको आधारले। अब जस्तो अहिलेको चुलाचुली हेर्नुहुन्छ, पहिलेको चुलाचुलीमा अन्तर त धेरै छ, विकास पनि धेरै भइसकेको छ होइन। अनि अब जस्तो चुलाचुली तपाईँले त्यो बेलाको देख्नु भएको चुलाचुली र अहिलेको चुलाचुलीमा अन्तर छ? एकदम अहिले भनेको दिन जस्तो हो, त्यसैले भनेको रात जस्तो। अहिले त एकदम शान्त छ चुलाचुली भन्ने बित्तिकै। अलिकति त्यो बेला होइन, अब बस्तीहरू हटाउने उयो गर्ने। हामीले फेरि अब जस्तो अहिलेको नयाँ जो हुन्छ नि, अहिलेको नयाँ पुस्ताहरूलाई चाहिँ धेरै थाहा छैन। अब धेरै कुराहरू चाहिँ अगाडिको पुस्ताहरूले भोगेर आउनु भएको छ। त्यही भएर पनि हामीले चाहिँ काहीँ न काहीँबाट तपाईँहरूबाट सिक्नुपर्छ र तपाईँहरूको कुरा सुन्नुपर्छ भन्ने हिसाबले पनि हामीले आज कुरा गरिरहेका छौँ। अनि अब थोरै यता जोडौँ। अनि तपाईँ त्यो राजनीतितिर चाहिँ के छ, तपाईँको विचार के छ राजनीतिमा चाहिँ? अब राजनीति भनेको ठुलो हुनु सकिएन, ठुल्ठुलो नेता सामान्य आफ्नो टोल समुदायमा चाहिँ सेवा गरौँ भन्ने मेरो भावना थियो। जस्तो राजनीतिमा चाहिँ तपाईँ लागिसके पछाडि चाहिँ राजनीतिबाट चाहिँ के गर्नुभयो? जस्तो टोल अथवा समाजलाई चाहिँ तपाईँले के योगदान दिनुभएको छ? ठ्याक्कै भन्नुपर्दा माओवादीको कालमा म अलिकति सिधा सोधो लाटा नै रहेछु। त्यसोला चुनाव भएन नि त, कति 20 वर्ष कति भएन, चुनाव भएन। नहुँदाखेरि एउटा नेतृत्व गर्ने त वार्डको चाहिन्थ्यो नि। हजुर। त्यस बेला नारे वडा मच भन्थे। हजुर। मैले मेरो 4 नम्बर चाहिँ मैले चलाएँ। 4 नम्बर चाहिँ त्यो चुनाव नभएको बेलामा अहिलेको चाहिँ वडाध्यक्ष भने जस्तो त्यतिखेर माथिबाट नारी आयो भने मेरो सिग्नेचर चल्ने। कति वर्ष चलाउनु भयो? अब त्यस बेला चुनाव थिएन, सबै समाज भएर ल नारी वडा मचै भनेपछि तपाईँको 4-5 वर्षसम्म चाहिँ 4-5 वर्षसम्म चुलाचुलीको वार्ड नम्बर 4 लाई चाहिँ तपाईँले नेतृत्व गर्नुभयो। अझै नि मेरो नाम होला वार्ड सभापति र तपाईँको वार्डको चाहिने नारी वडा मच भनेर 6 लेखेको होला। अनि जस्तो समाज सेवा चाहिँ तपाईँले गर्दै गर्दाखेरि चाहिँ जुन अप्ठ्यारोहरू अहिले चाहिँ धेरै कुराहरू छ। अहिले चाहिँ भनौँ एउटा पार्टी र अर्को पार्टीले त्यो काम गर्नु नदिने, खुट्टा तान्ने चलन छ होइन। त्यो बेला चाहिँ कस्तो थियो? तपाईँ हुँदै गर्दाखेरि त्यतिखेर पनि त्यस्तै थियो कि अवस्था कस्तो थियो राजनीतिक अवस्था? अलिकति योभन्दा फरक थियो। हजुर। किनभने खुल्ला थिएन, माओवादीले टाइट गरेको थियो। हजुर। अब भन्नै पर्छ, आर्मी पुलिस हेर्नु नसक्ने, काङ्ग्रेसको पार्टीको मान्छेले हेर्नु नसक्ने। म अलिकति काङ्ग्रेसमा व्यस्त नै थिएँ। अनि डराएर नै मलाई राखेको रहेछन् अहिले बुझ्दाखेरि। मैले नडराइकन गरेँ, मैले फटा गरिनँ। माओवादी साथीहरू नजिकै भए पनि यो भन्ने तोक्दिनँ। उहाँले मलाई केही दबाब गरेनन्। म सिधा सादाले के हो सेवा गर्नुपर्ने मैले त्यो सेवा गरेँ। अनि नि जस्तो यो माओवादी तपाईँलाई त सुरुदेखि नै थाहा छ, सुरु भएको कुराहरू होइन? हजुर। तपाईँलाई माओवादी पार्टी चाहिँ कस्तो लाग्छ कि? हजुर। माओवादी पार्टी चाहिँ कस्तो लाग्छ? पार्टी माओवादी जस्तो त्यो खेला सुरु हुँदाखेरि उहाँहरूले लिएको परिवर्तन तपाईँलाई ठिक लागेको छ कि छैन, कि माओवादी पार्टी समग्रमा कस्तो लाग्छ? मलाई भन्नै पर्दा नि ठिकै लाग्छ। हजुर। किनभने नि हाम्रो पञ्चायत व्यवस्थामा एउटा सिपाही है, पुलिस मात्रै आयो भने नि पञ्चायतलाई हल्लाउँथ्यो। हजुर। अहिले एसपीसँग नै हामीहरूले मुखबिला गर्न सकिन्छ, बोल्न सकिन्छ। त्यो मलाई खुसी लाग्यो, स्वतन्त्रता ल्यायो। अनि त्यहाँबाट तपाईँको महिलाको अधिकार थिएन, महिलाको अधिकार नै आयो, गरिब गुरुबा नै बोल्न पाइयो। अलिकति म त्यो ठिक लागेछ माओवादीको नि। त्यो पक्ष चाहिँ राम्रो, तर पछिल्लो समय चाहिँ अलिकति अलिक गर्नु परिवर्तन नआएको हो कि अथवा गर्नु नदिएको हो कि भन्ने चाहिँ अहिले चाहिँ देख्न सकिन्छ नि होइन? होइन, अब एउटा मुखले बोलो,
त्यति काम गर्नु सकेन, उसको कमजोरी त्यही भयो। अब अहिले पनि जुनै ठाउँ नि बस्यो भने जसले पनि खुट्टा तान्छ, तर उनीहरूलाई पनि माओवादीको कार्यकर्ताहरूलाई पनि समस्या होला, प्रचण्डहरूलाई पनि है। तर त्यति अहिले अब ठ्याक्कै यो राजनीतिक कुराहरूमा गर्दै आउँदा तपाईँले त धेरै राजादेखि लगेर विभिन्न परिवर्तन भएको नेताहरू देख्नु भएको छ होइन। समग्र त्यो बेलादेखि अहिलेसम्मको राजनीतिहरू बुझ्दै आउनु भएको छ। अनि जुन नेपालको राजनीति छ नि, तपाईँलाई जानकारी गराउन चाहन्छु। सबैभन्दा नेपालको राजनीति चाहिँ यो विश्वलाई हेर्दाखेरि चाहिँ एउटा नराम्रो राजनीति गर्ने चाहिँ मान्छेहरू हुनुहुन्छ होइन। अनि धेरै गरिब राष्ट्र अनि घुस धेरै खाने राष्ट्रमा पनि आउँछ क्या। अब तपाईँलाई चाहिँ कस्तो खालको चाहिँ राजनीति गर्ने मान्छेहरू भइदिए चाहिँ राम्रो हुन्थ्यो होला। मैले त्यत्रो देखेर आएँ। अहिलेसम्म तपाईँलाई राजनीति गर्ने व्यक्तिहरू को मनपर्छ, राजनीतिक व्यक्तित्वहरू? होइन, अब भन्नै पर्दा त्यही ठाउँमा त सबैले गाह्रै होला। अब सबै भन्दाखेरि हाम्रो राजतन्त्रै राम्रो जस्तो लाग्छ। उनले ठ्याक्कै बोलेपछि कुरो नबदलिने, अहिले त अर्कोले अनि त्यहाँबाट अलिकति राजतन्त्र ठिकै लाग्छ। तर अब अहिले चाहिँ धेरै पार्टी भएर होला, विकास गर्नुभन्दा नि खिच्चातानले विकास हुनु सकेको छैन। विकास होइन, यस्तो हुन्छ, विकास चाहिँ भइरहेकै छ अलिअलि चाहिँ, तर भने जस्तो विकास चाहिँ भएको छैन। अब राजतन्त्रमा पनि त फेरि अब एउटा हुन्छ भन्दै गर्दाखेरि जनताहरूले त दुःख पाएको थियो नि त राजतन्त्रको त्यो जुन शासनले। राजाहरूले जे गर्न मन लाग्यो त्यही गर्थे होइन। हुनु चाहिँ अहिले पनि राम्रो चाहिँ छैन त्यो राजतन्त्र हेरी चाहिँ। मेरो विचारमा चाहिँ अहिलेको स्वतन्त्रता नै ठिक छ होइन। तर जति पनि राजनेताहरू हुनुहुन्छ नि, उहाँहरू चाहिँ लिडरसिप गर्नुहुन्छ नि, जसले नेतृत्वकर्ताहरू चाहिँ अलिकति राम्रो हुनुपर्छ। अहिले जस्तो एकदमै देशमा जुन नेताहरू हुनुहुन्छ नि, एकदम प्रचलित धेरै राम्रो काम गरिराख्नु भएको त्यस्तोहरू नेताहरू आउनुभयो भने चाहिँ पक्कै पनि देश परिवर्तन हुन्छ। जस्तै तपाईँहरूको पालोको मलाई थाहा भएन, मैले अहिले तत्कालै उयो गर्दाखेरि भनेको हर्क साम्पाङ चिन्नुहुन्छ, अनि बालेन शाह पनि चिन्नुहुन्छ। उहाँहरू चाहिँ अब ठुलो नेता नभए पनि एउटा पालिकालाई, एउटा चाहिँ नगरपालिकालाई होइन, उपमहानगरपालिकालाई चाहिँ उहाँहरूले नेतृत्व गरिराख्नु भएको छ। एकदमै राम्रो काम गरिराख्नु भएको छ। सबै नेताहरू त्यो अनुसारको भइदियो भने चाहिँ अलिकति नेपाल सुध्रेर जान्थ्यो कि? एकदम वास्तवमा ठिक कुरो गर्नुभयो कि। अब बालेन शाह, हर्क, कुलमोहन घिसिङ चाहिने यस्तो रवि छाने यस्तो भए देश पक्कै बोल्छ होला, झल्लमल्ल हुन्थ्यो। र हामीहरूको देश भनेको एकदम सुन्दर धनी देश, जलस्रोत भएको, वन जङ्गल भएको, तर उनीहरूले किन नेतृत्व गर्नु सकेनन्? अलिकति खिच्चा तानातान र मन्त्रीहरूले भन्नै पर्दाखेरि धेरै भ्रष्टाचार गरेरै हो कि। अहिले हामीले यसो सोद्धाखेरि, म घरमा बसेर सोद्धाखेरि धेरै नै तपाईँको 6 राष्ट्रकोबाट ल्याएर ऋणहरू खाएर फलानामा लगानी लाउँछु है भनेर अब 100 नभनौँ 25% लगानी गर्ने, 75 चाहिँ भ्रष्टाचार गर्ने। होइन, भ्रष्टाचारको त नेपालमा चरम सीमा नै नआएको छ। भ्रष्टाचारी देश भनेरै चिनिन्छ। अनि त्यस्तो नभइदिए चाहिँ हामी पनि एकदम अलिकति हाम्रो स्तरीय लेभल चाहिँ एउटा उच्च जीवन स्तर चाहिँ हामीले पनि जिउन पाउँथ्यौँ होला होइन। अनि अब प्रधानमन्त्रीहरूमा तपाईँलाई सबैभन्दा धेरै मनपर्ने प्रधानमन्त्री को छ? तपाईँलाई अहिले अगाडिदेखि हुँदै आउनुभएको प्रधानमन्त्री, तपाईँले देख्नुभएको प्रधानमन्त्रीहरूमा कुन प्रधानमन्त्री चाहिँ तपाईँलाई मनपर्छ? होइन, मैले उस्तै हुन्, जसले नै गर्छु भन्छ गर्नु चाहिँ सक्दैनन् है। तर अगाडि के भने यहाँको बसोबास गरेको हुनाले हजुर गिर्जाले भन्थ्यो गिर्जाको बोली बन्दुकको गोली। उहाँले बसोबास गरेको हुनाले अलिकति धेरै मन चाहिँ उनलाई पर्छ। जस्तो गिर्जाको पालोमा यहाँ बसोबास गरायो, तपाईँहरूलाई गिर्जा चाहिँ अलिकति मनपर्छ। अहिले त बितेर जानुभयो होइन? हजुर, ठिक छ, गिरिजा प्रसाद कोइराला मनपर्छ। हजुर। अनि अब अब राजनीति उयोमा पनि तपाईँ पनि हिँड्नुभयो, गर्नुभयो होइन, समाजसेवा गर्नुभयो।
तपाईँलाई म चाहिँ यो गर्न पाइनँ भन्ने खालको कुराहरू केही छ? जस्तो अघि त्यो लौरे बन्न पाइनँ भन्ने त छँदैछ होइन? हजुर। बाँकी अरू मैले यो चाहिँ गर्न सक्थेँ, गर्न पाइनँ भन्ने खालको जीवनमा केही छ? होइन, म अब मेरो पालोमा नहरी वडा मच भनेपछि त वडा अध्यक्ष जतिकै हो। हजुर। तर वडा अध्यक्षमा चाहिँ एकचोटि फेरि लडौँ कि भनेको थिएँ। मेरो स्वास्थ्यको कारणले गर्दाखेरि म लड्नु सकिनँ। र पनि म खुसी छु। हजुर। खुसी छु। अब किनभने मैले राजनीति गर्ने अलिकति के छ भने म टुरो भएको हैसियतले मेरो अलिकति राजनीतिक ब्याकग्राउन्ड राजनीति गर्नु मेरो अलिकति शक्ति थिएन। छोराछोरी ससानै थिए, पाल्नुपर्ने। हजुर हजुर। आफ्नो ठाउँ थला छोडिहालियो। हजुर। आएर हुन त आफ्नो नेपाल नै हो र पनि अर्को जिल्लामा बसेर हजुर यसो पाल्नुपर्ने। हजुर। वडा अध्यक्षसम्म चाहिँ लडौँ कि भनिरहेको थिएँ। त्यो अहिले 2 चुनाव भयो होइन? त्योभन्दा अगाडि 20 वर्ष अगाडि चाहिँ हजुर म पनि उठिरहेको थिएँ भोटमै। हजुर। मैले 2 भोटले हारेँ। अब के भयो भने तपाईँको त्यस बेला अलिक पक्षपात थियो। हजुर। अब मरेर गए पनि नाम त नलिनु पर्ने छन् यहाँ 2जना साथीहरू। हाम्रो नाम पनि चोरेछन् बुढाबुढीको। हजुर। अनि मेरो मित्रको नि चोरेछन्। अनि तपाईँ आफै उठ्नु भएको छ, तपाईँकै त्यही चोर दिएछन्? हजुर। होइन, म उठेको थिएँ। अरू भनौँ न अरू पार्टीले चोरेर अर्को पार्टीतिर लगाइदिए। अन्त है अनि त्यहाँबाट तपाईँको 2 भोटले हारियो। अनि त्यहाँबाट ल ठिकै छ, म हारियो, केही पनि छैन भनेर मैले मन मारेको थिएँ। अनि त्यस पछाडि माओवादीले गर्दा 20 वर्ष ग्याप रह्यो। हजुर। 20 वर्ष पछाडि चाहिँ अब म उठ्ने मेरो क्षमता थिएन। अलिकति वृद्धपन पनि भएँ। अलिकति मेरो चाहिँ नि स्वास्थ्यको कारणले नसक्ने नि भएँ। र पनि यसो छरछिमेकलाई चाहिँ कहिले कहिले के पर्यो भने चाहिँ सहयोग गरौँ है भन्ने चाहिँ। जस्तो अहिले एउटा कस्तो राम्रो कुरा गर्नुभयो भने नि, जस्तो अब अलिकति वृद्ध भइसके पछाडि चाहिँ मैले अलिकति यो नेतृत्वलाई छोडेँ, मैले उठिनँ भन्नुभयो। तर अहिले हाम्रो देशको हालत हेर्दाखेरि चाहिँ नि जति वृद्ध हुनुहुन्छ नि उहाँहरू चाहिँ झन् राजनीतिमा आउने, कुर्सी नछोड्ने छ क्या। जसमा तपाईँको विचारमा चाहिँ त्यही बुढै मान्छेले गरिराख्नुपर्छ कि नयाँ पुस्ताहरू पनि आउनुपर्छ, के लाग्छ? के वास्तवमा भन्नु पर्दाखेरि बुढापाकाले भन्छन् बुढो गोरुले ठाउँ ओगटे जस्तो मात्रै कि युवाहरू आए, युवाले के गर्थे कि भन्ने मेरो पनि सोच चाहिँ हो। हजुर। तर अब युवा नजाइकन यो देश सुध्रिँदैन। बुढोहरूले छोड्नै पर्छ। के छ भने नि, हजुर, बुढो भएपछि मेरो अनुभव, हजुर, अगाडिको जति कुरो गर्दा नि शक्ति हुँदैन। हजुर। हिजो अस्तिको कुरो बिर्सिन्छ। अब मभन्दा अब अलिक माथि नै होलान् कि झन्नै त्यो केपी ओली, शेरबहादुरहरू। मै त हिजोको कुरा बिर्सिनु थाल्यो भने उनले त्यो अगाडिको अनुभवले मात्रै गर्दैछन् कि। तर उनीहरूले त्यो छोडिदिएदेखि नयाँ पुस्ता युवाहरूलाई दिएदेखि युवाहरूको भनेको त शक्ति हुन्छ। हजुर। अब देशै बनाउने, देशै थाम्ने युवाहरू बुढोले गर्छु भनेर हुँदैन। अब एउटा घरकै परिवारको गरौँ, मै गर्छु भनेर हुँदैन नि त, छोराहरूलाई दिनु पर्यो नि। हजुर। मान्छेले बोल केही होइन भन्छ, तर बोल पनि हो। तपाईँ यहाँदेखि आधी घन्टामा म केरका अगाडि हिँडेर पुग्थेँ भने अहिले 3 घन्टा लाग्छ। अनि त्यस कारणले बुढाले ओकोर्नु चाहिँ ठिक चाहिँ होइन। अब युवाहरूलाई दिनुपर्छ। तपाईँको विचारमा अहिले जति पनि वृद्ध नेताहरू हुनुहुन्छ, जसले चाहिँ कतिचोटि प्रधानमन्त्री खाइसक्नु भएको छ होइन, विभिन्न पदहरू खाइसक्नु भएको छ, उहाँहरूले चाहिँ छोडेर त्यहीँको नयाँ नेतृत्व, नयाँ युवाहरूलाई चाहिँ ठाउँ दिए चाहिँ उहाँहरूको जोस जाँगर पनि हुन्छ, बुद्धि पनि हुन्छ, बल क्षमता सबै हुन्छ, उहाँहरूले चाहिँ अलिकति मजाले राष्ट्रलाई चलाउनुहुन्छ भन्ने हो। अनि ठ्याक्कै यो चाहिँ राम्रो विचार लाग्यो हाम्रो के हो है, मलाई पनि। किनभने अब खासमा हाम्रो चाहिँ यसरी नै चाहिँ यही कारणले गर्दा चाहिँ देश चाहिँ नसुध्रिएको अथवा राम्रो नभएको जस्तो पनि लाग्छ क्या। अनि अब के छ त, युवाहरू आउँछन् होला त तपाईँको विचारमा? अब यिनीहरूले छोड्नै पर्छ।
किनभने छोडिएन भने देश अरूले खाइसके, कति कति यहाँहरूको चाहिँ इन्डियाले पेलिरहेछ। बुढोहरू गएर पर केहीतिर काठमाडौँ बसेर उनले खोज्नु सक्दैनन्, नेतृत्व गर्नु सक्दैनन्। युवाहरू अगाडि लागेर युवाहरूलाई नेता बनाएर नेता अगाडि लागेर चाहिँ गर्नुपर्छ। अनि त्यहाँबाट मात्रै अलिकति विकास हुन्छ कि मलाई भन्ने लागेको नि छ। हो पनि हो त्यो वास्तवमै। अब किनभने इबाकोमा शक्ति सरिसक्यो। हजुर, गर्छु भनेर हुँदैन। हजुर, अनुभवले मात्रै उनीहरूले गरेका छन्। हजुर, जोस जाँगर छैन। हजुर। अहिले के छ भने अहिलेको युवाहरू लेखापढी पनि भएका छन्। त्यो केपी ओलीले मैले सुने कता कता सत्य कथा हो कि होइन, त्यसको अध्ययन भनेको 4-5 क्लास अरे। त्यो बेलामा सायद त्यस्तै होला। त्यस्तै अरे, मैले धेरैमा सुने। एउटा अनुभवले मात्रै गरेको छ। अहिलेको युवासँग त के भयो, सुनमाथि सुगन्ध थपिए भने जस्तो बुद्धिमाथि लेखापढाइ छ। उहाँले अलिकति त्यहाँबाट बुझेका छन्। अनि त्यसो हुँदाखेरि सुनमाथि सुगन्ध थपिन्थ्यो। एकदम एकदम राम्रो कुरो है। अब पढाइमा पढाइ अब चाहिँ हामी चाहिँ यहीँबाट पनि के भन्न चाहन्छौँ भन्दाखेरि चाहिँ युवाहरू चाहिँ आउनु पर्यो, युवा पुस्ताले चाहिँ देशलाई हस्तान्तरण गर्नु पर्यो एकदम। अब ठ्याक्कै यो चाहिँ प्रुफ पनि भएको छ क्या। जस्तो हेर्नु है, मास्टर लेभलमा त अहिले जति पनि छ वृद्ध नेताहरूले छोड्नु भएको छैन। तर अहिले हेर्ने हो भने धरानमा हेर्नुहोस्, युवा एकदम पढाइ। तपाईँले भने जस्तो प्रधानमन्त्री, देशको प्रधानमन्त्री चाहिँ 10 कक्षा फेल, अथवा 10 कक्षा भन्दा तपाईँले त 4-5 भन्नुभयो, हामीले 10 कक्षा भन्दा मुनि राखिदिउँ होइन। अनि अब हेर्नु, तपाईँको धरान चलाउने एकदमै पढ्नु भएको, धेरै बुक पढ्नु भएको, धेरै उयो गर्नुभएको। अब काठमाडौँको मेयरलाई हेर्नुहोस्, उहाँ झन् इन्जिनियरिङमा चाहिँ उहाँ पास हुनुहुन्छ, इन्जिनियर गरेको, धेरै पढाइमा चाहिँ योग्य अब्बल हुनुहुन्छ होइन। त्यही भएर पनि यी दुईटा स्थान चाहिँ एकदमै धेरै अहिले हाम्रो देश राष्ट्रमा मात्रै चर्चामा नआएर, राष्ट्रमा मात्रै राम्रो नभएर चाहिँ विदेशमा नि उहाँहरूले धेरै आफ्नो ठाउँहरू चिनाइसक्नु भएको छ क्या। त्यस कारणले गर्दाखेरि हर्क बालेन अनि त्यस पछाडि जति पनि हुनुहुन्छ युवा नेताहरू चाहिँ, युवा नेता अनि युवा सँगसँगै पढे लेख भएको नेताहरू चाहिँ नेपालमा उत्पादन हुनुपर्छ र सबैजना त्यसरी आउनुपर्छ होइन त। एकदम। त्यस पछाडि मात्रै हाम्रो देशले चाहिँ अलिकति के भन्छ यो उल्टे फेर्छ, विकासतिर लाग्छ होइन त। अब ठ्याक्कै कुरा गर्दाखेरि, चुलाचुलीको कुरा गर्दाखेरि तपाईँलाई चुलाचुलीको नेतृत्व कस्तो लाग्छ? चुलाचुली चाहिँ अहिलेको नेतृत्व जुन छ, योभन्दा अगाडि हाम्रो गर्नुभएको जुन, योभन्दा अगाडि धेरै अगाडिको कुरा नजाउँ, अस्ति चुनाव सुरु भएदेखि होला होइन त, बिचमा धेरै वर्ष चुनाव भएन नि त। त्यो चुनाव पछाडि सायद कहिले चुनाव भएको, योभन्दा अगाडिको चुनाव पालिका भइसके पछाडिको चुनावको जुन हाम्रो सरकार हुनुहुन्थ्यो र अहिले चलाउनु भएको सरकारमा तपाईँलाई चाहिँ कस्तो भिन्नता लाग्छ? कसले राम्रो गरिराख्नु भएको छ जस्तो लाग्छ? त्यो भनेको तपाईँको गाउँपालिका भर बुझ्नुपर्छ, त्यसै भनिहाल्नु हुँदैन। हाम्रो जुन तपाईँको अहिले मैले देख्दाखेरि चाहिँ म धेरै डुल्दिनँ, अलि बिर्ता भएँ, सबै कुरो बुझेको छुइनँ सबै यो हाम्रो गाउँपालिकाभरि। अहिले हेर्दाखेरि चाहिँ अलिकति हाम्रो ठाउँ 2 नम्बरलाई हेर्दाखेरि चाहिँ अहिले नै अलिक विकास भएको हो। अब अगाडि अब कसरी भएन, बा थोरै बजेट दियो बा के थियो उहाँहरूको नि समस्या है, भनिहाल्नु हुँदैन है। तर विकास अहिले धेरै भएको जस्तो लाग्छ मलाई। अहिलेको जुन अहिले नेतृत्व गरिराख्नु भएको छ नि चुलाचुलीलाई, हजुर, हाम्रो मेयर, उहाँको काम चाहिँ तपाईँलाई चाहिँ कस्तो लाग्छ? तपाईँले देख्नु भएको, कतिसम्म तपाईँले देख्नु भएको छ तपाईँको विचारमा चाहिँ? अब भन्नै पर्दाखेरि आफ्नै मात्रै कुरा लगो भन्छन् होला है। हजुर। मैले अगाडि हाम्रो प्रदीप रामचन्द्रलाई, प्रदीप चन्द्रलाई र रणबहादुर हुनुहुन्थ्यो वार्डमा, हजुर, गएर मैले कतिपल्ट ढोगेँ। हाम्रो 4 नम्बरमा हेरे जस्तो लागेन। अब चुन्नुहारको 2 नम्बर, अहिले 2 नम्बर, अगाडि 4 नम्बरमा सबैभन्दा किसनै भएपछि मुटु भनेको पानी हो किसनलाई।
त्यो परदेखि नहर त आयो, अँ, तर हामीहरूको अलिक उच्च भएर उठ्नु नसक्ने। अँ, थोरै बजेट लगाइदिनुहोस् न भनेर अँ, हाम्रो प्रदीप चन्द्रलाई पनि गएर मैले धेरै ढोकेँ। अँ, होइन चाहिँ भन्नु भएन, अतुची चाहिँ बोलेनन्। हुन्छ 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 भनेर टार्नुभयो। अँ, रणबहादुरजी अहिले प्रत्यक्ष अँ, भेटेन त्यही भन्न सक्छु। अँ, के हो वडा अध्यक्षज्यू, दिनु पर्यो भन्दा यहाँ छैन गाविसमा, के अरे वार्डमा, गाविसमा के अरे नगरपालिकामा जानु पर्यो। पालिकामा जानु। पालिकामा जाँदा त्यसो भने त्यो टिकटहरू, तर अहिले चाहिँ अलिकति थोरै मैले देखेँ अनुसार अरूतिर त के कस्तो छ। अँ, हाम्रो त्यो पानीलाई अलिकति आउने स्रोत पनि बजेट हालिदिनु भयो। यता 2-3 घरलाई तपाईँको यो बर्खा भल पहिरो आउँदाखेरि उता बजारतिर गएछ भने उतै बस्ने, त्यो भल सुकुन्जेलसम्म बस्नुपर्ने पनि त्यो होल गरिदिनु भयो यता माथि माङ्लाटोलतिर। अनि ठाउँ ठाउँ पनि यसो गेमिनहरू लगाएको देख्छु। अलिक बढ्दै बजेट त्यो पनि हो। सायद पहिलेको हेरी बजेट पनि तलमाथि हुनसक्छ। अनि तर पनि अहिले के छ भन्दा नि धेरैजना चाहिँ यो तपाईँको आफ्नो भयो के तपाईँको तपाईँले भन्नुभयो जस्तो तपाईँको विचार व्यक्त गर्नुभयो। तर अधिकांश जनताहरूले चाहिँ 2 नम्बरको जनताहरूले मैले भेटेअनुसारको 2 नम्बरको जनताहरूले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि 2 नम्बरलाई चाहिँ फेरि हेरेको छैन अहिलेको पालिका अध्यक्षले। खालि 3 र 4लाई अथवा भनौँ स्पेसल्ली पनि आफ्नो ठाउँ 3लाई मात्रै धेरै विकास गर्नुभयो भन्ने खालको चाहिँ धेरैले चाहिँ भन्नुहुन्छ क्या। त्यस्तो खालको चाहिँ आरोप लाउनुहुन्छ। त्यो के कस्तो हो, सत्य के छ होइन, त्यो उहाँहरूकै ठाउँमा छ। जे होस्, अब एउटा नेतृत्व गर्ने भइसकेर आइसके पछाडि सबैलाई समान तरिकाले लानुपर्छ भन्ने लाग्छ मलाई चाहिँ होइन। उहाँहरूले सबै वडालाई समेटेर लानुपर्छ। उहाँहरू भनेको म जनताको काम गर्छु भनेर आउनु भएको हो होइन। जनताको कहाँ समस्या के छ सक्नेसम्म उहाँहरूले चाहिँ सहयोग अनि त्यस पछाडि काम गरेर देखाउनु पर्ने हुन्छ होइन। तपाईँको यो व्यक्तिगत नेचर भनेको चाहिँ तपाईँको बानी बेहोरा होइन। सानोमा तपाईँ कस्तो हुनुहुन्थ्यो त्यसलाई थोरै जोड्छु ल म। तपाईँको जुन बिहे तपाईँले 21 वर्षमा त गर्नुभयो होइन। त्यतिखेर गाउँघरमा गोठाला जाने चलन थियो होला अथवा बिहेहरूमा जाने चलन थियो होला। तपाईँ नाच्नु गाउनुमा चाहिँ कतिको रुचि थियो कि? मलाई रुचि त थियो, गाउन चाहिँ अलिकति भाका नटिप्ने। हजुर, नाच्ने ढाच्ने गरियो। हाम्रो पालोमा भन्नु पर्दाखेरि अहिले त कसरी नाचिन्थ्यो कसरी गाइन्थ्यो त्यो सुनौँ न। अब तपाईँले कुनै त्यतिखेर तपाईँले गाएको सम्झना छ भने गाइदिनुहोस् न। होइन, त्यस बेला भनेको अब थोरै म भन्छु, त्यति त मलाई थाहा थिएन। एउटा चाहिने हाकपारी गीत भन्थे। हजुर। अनि यस्तो हामीले गाउँथे। अब चौतारी माथि चौघेरा मायालु चौकी हो यो फेरा मारो नि मायाले मार्यो। गोठाला जाँदाखेरि यस्तो गीतहरू गाउनुहुन्थ्यो। अनि जस्तो त्यतिखेर नि तपाईँले गीत गाउँदै गर्दाखेरि अब सोलोमा तपाईँको बाल्यकाल बित्दा त पक्कै पनि धेरै जस्तो नेपाली भन्दा पनि बाहिङ भाषा धेरै बोल्नुहुन्थ्यो होला। हजुर। बाहिङबाट कुनै गीत आउँछ तपाईँलाई बाहिङ भाषाको? त्यो हामीहरूको चलन थिएन, बाउहरूको पालामा थियो अरे। ए हजुर हजुर। थोरै स्कुलमा गएपछि धेरै पर्व त्यही बोलिन्थ्यो। ए हजुर। अनि त्यस कारणले थिएन, हाम्रो बाउहरूको पालामा थियो अरे भन्थे। त्यो चाहिँ आउँदैन मलाई। ए अनि जस्तो अब अरू 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 कुनै गीतहरू अरू पछि आएर? अरू त त्यो तपाईँको अहिले बिर्सी पनि सकेँ। अब अलिकति त्यसैमा टुटकार जस्तो। अनि तितेलाई पाती तित्री बन रुएर आउँछ भित्री मन ए मार्यो नि मायाले मार्यो भन्थ्यौँ। अनि पात बजाउँथ्यौँ। अनि त्यहाँबाट अहिले जस्तो थिएन। अब बाल्यकालमा पनि जहिले पनि अलिक किशोर भएपछि, बालकदेखि किशोर अलिक बढेपछि हजुर, छोरा मान्छे छोरी मान्छेको छेउमा नै
अलिक जाने पनि छेउछेउमा रहर हुँदो रहेछ। अब भेट्नु पर्दाखेरि तपाईँको कि दसैँमा लिङ्गेपिङ थाप्थ्यौँ। हजुर हजुर। त्यो लिङ्गेपिङ त हामीले 7 वर्ष खेलायौँ। 7 वर्ष। अनि त्यहाँ भेट्ने, अनि बिहा व्रतमा भेट्ने, कहिले बजार जाँदाखेरि भेट्ने। नदेखि अब लु बजार जाँदाखेरि आफ्नो मन परेको तरुनी छ भने तरुनीले तन्नेरीलाई जाउँ है भनेर सल्लाह हुन्थ्यो। हजुर। अनि कसरी भेट्ने भन्दाखेरि को अगाडि जाने, अब वल्लो गाउँ पल्लो गाउँ हिँड्दै थियो तरुनी र तन्नेरी होइन। अब बाउ आमाले चाल पायो भने मारिहाल्ने, त्यसलाई मागी बिहा चल्थ्यो धेर। बाउ आमाले जस्तोमा दिए त्यस्तैमा जानुपर्ने, ल्याउनु पर्ने। गयो भने कसरी चाहिँ त्यो ईश्वरा चल्थ्यो भने, अब हाम्रो गाउँमा रम्बुवा बजार भन्ने छ। रम्बुवा बजार भन्नेमा हामीहरू माइमेला जस्तो वर्षमा एकचोटि मायासरमा लाग्छ। लु जाने है भनेर अगाडि भेटेर सल्लाह गरेको थियो भने फलाना चौतारामा जो अगाडि गइन्छ त्यसले सेउला थिचिराख्ने। अनि गएछ मेरो प्रेमिका, आज मेरो प्रेम गएछ भनेर त्यो सङ्केत लिएर एकदम बजारतिर हाँकिनु पर्ने। अब लोग्ने मान्छे अगाडि केटा भयो भने आफूले सेउला थिचिरहेको, केटी भयो भने अगाडि सेउला थिच्थे। अनि त्यसरी जान्थ्यौँ, त्यसरी भेट हुन्थ्यो। अनि अलिकति म चाहिँ के छ भने दाजुभाइ साथीभाइदेखि अलिक भिन्नता थिएछु। धेरै चकचक गर्ने, मान्छेलाई हँसाउने। अनि त्यहाँबाट अलिकति रमाइलो गर्छ यो साथीले भनेर मेरै पछाडि साथीभाइहरू पनि लाग्थे, छोरा मान्छेहरू पनि। हौ योसँग जाँदा छिट्टो तरुनी पट्याउँछन् है, पट्याउँछ है यसले, यसको पछाडि जानु छ, ताली मार्नुपर्छ, उसले गफ गर्छ, गीत गाउँछ, नाच्छ, नजिक हुन्छ र चिनापर्दै हुन्छ भन्थे। अनि ती साथीहरू अहिले गइसके। एकजना साथी चाहिँ छेत्री छ, यहाँ पर यो दमकदेखि उता खोर्साने चोक भन्छ अरे, त्यहाँ झरेको छ। अनि एकजना काठमाडौँ छ बस्ने साथी नै, एकजना पर झिलझिलेमा छ, अनि एउटा धरानमा छ। मौकामा अहिले त त्यो फोनबाट मेसेन्जर कि के भन्दो रहेछ, त्यहाँबाट त्यो गफ चलिरहन्छ क्या। अहिले भेट्नुहुन्छ? मेसेन्जरमा भेट्छु। अनि त्यो बेला नि के नातिलाई अब भन्नु लाज हुन्छ या होइन, त्यतिखेर तरुनी चाहिँ कति चाहिँ बनाउनु भयो त्यो भन्नुभयो नि? तरुनी अब उमेरमा नहुने त कुरै छैन, भए निकै नै। म अलिकति कालो भए पनि अलिकति राम्ररी बोल्ने, त्यो उनीहरूको खिल्ली नउडाउने, उनीहरूको स्वभावमा भिज्ने, अनि थोरै मन पराउँथे, थोरै पछाडि लाग्थे। अनि तरुनीहरू पनि बनाउनु भयो? भयो, हो, बनाएँ। अनि जस्तो त्यो बेलामा अब पक्कै पनि धेरै जसो चाहिँ श्रीमतीहरू धेरै अथवा श्रीमान धेरै हुने चलन थियो। तपाईँले चाहिँ बिहे गरे पछाडि एउटैसँग मात्रै बिहे गर्नुभयो कि के छ? मेरो त्यति हो, त्यति हो, त्यहाँभन्दा उता ल्याउनु भएन? भनेपछि तरुनी चाहिँ बनाउनु भयो, बिहे पछि बनाउनु भयो कि बिहे अगाडि नै बनाउनु भएको थियो तरुनी चाहिँ? अगाडि पनि थिएँ, पछाडि अझै पनि के हाँस्छु बोल्छु, त्यो ल्याउँछु भन्ने, उसलाई ल्याउँछु भन्ने, उसँग नराम्रै गतिविधि गर्छु भन्ने होइन, साथीको रूपमा यसो बनाएँ। अझै पनि हाँस्छु खेल्छु, अझै नै मलाई मेरो उमेर मिल्दोले मन पराउँछन्। अझै पनि तपाईँको उमेर मिल्ने मन पराउँछन् होइन? एकदमै जस। अब के अब जुन अवस्थामा हिँड्नुभयो गर्नुभयो तपाईँको जीवन, तपाईँले यो अहिलेसम्म आउँदाखेरि, यो 74 वर्षसम्म आउँदाखेरि तपाईँलाई सबैभन्दा रमाइलो लागेको क्षण चाहिँ कुन छ? रमाइलो लागेको दिन छोटोमा भनिदिनु। एक दिन छ, म अलिकति तपाईँ यहाँ आएर पनि फडानी पनि होइन, अलि दुःखले परिवार चलाएको थिएँ। हजुर। मैले 53-54मा यो हङकङको आइडी चल्थ्यो नि। हजुर। त्यस बेला मैले एउटा आइडी सफल गर्दा त्यस बेला 10,000 रुपियाँ तोला थियो, 9,000 थियो। हजुर। मैले त्यस बेला 1.5 लाख कमाउँदा धेरै खुसी लागेको थियो। मेरो खुसी भएको दिन त्यो मात्रै हो। आइडी त्यो जुन हङकङको आइडी मैले व्यापार गर्दाखेरि माथिबाट ल्याउने, यहाँनिर व्यापार त हो, कति नाफा खानुपर्ने, यति मलाई यतिदेखि
दिनमा 6 मसँग भन्ने त्यसबेला 1.5 लाख रुपियाँ कमाएको थिएँ कमाउँदाखेरि त्यतिखेर। अनि अर्को सबैभन्दा दुखी भएको चिज चाहिँ दुःख दुःख लागेको समय चाहिँ दुःख लागेको त म अझै सपनामा देख्छु। युग होइन मलायमा लाउरे हुनु सकेन, रुँदै फिर्केको धरान देखे अझै पनि मलाई ठुलो दुःख लाग्छ। ठुलो दुःख लाग्छ। अनि जस्तो एउटा तपाईँलाई सन्तुष्टि चाहिँ के कुराले अहिले तपाईँ सन्तुष्टि हुनुहुन्छ कि हुनुहुन्न आफ्नो यो जीवन भोगाइमा? अहिले तपाईँ कतिको खुसी सन्तुष्टि हुनुहुन्छ? मलाई भन्नै पर्दाखेरि मेरो छोराछोरी नाति नातिनाहरूले मलाई माया गरेको छ, त्यही मलाई खुसी छु, खुसी लाग्छ। अब के छ भने कसैको छोराछोरी बिग्रिन्छन्, अबाटो हिँड्छन्, छोराछोरीले सामान्य आफ्नो खुट्टामा हिँडिरहेछन्। लु 1 पैसा मलाई दे बाउ भन्दै आउँदैनन्, नाति नातिनीले बरु दिन्छन्। अनि मैले यसो युट्युबमा हेर्दाखेरि यो वृद्ध भत्ता दिएको नि नातिहरूले मागेर खाएर छोरोले गरेको देख्छु। त्यो हेरी मलाई आनन्दै, बरु उल्टो दिन्छन्, 1 पैसा ल्याए भन्दैनन्, के गर्दा दियो न चाहिँदैन आएर कमाएर खाने, त्यो त वृद्धमा खाने दिएको सरकारले भन्छन्। मलाई त्यही खुसी लागिरहेछ। फेरि छोराछोरी फेरि सबै आफ्नै खुट्टामा गरेर खानेछन्। ठुलो सानो भनौँ न, जे जस्तो भए पनि उनले आफ्नो दुःख तपाईँ जस्तो यो छोराछोरीहरूबाट नि सन्तुष्टि नै हुनुहुन्छ? एकदम जस्तो जे गरिराख्नु भएको छ उहाँले सन्तुष्टि नै हुनुहुन्छ होइन त? अनि अब हामी लगभग भनाइहरू अब यहीँनिर पो समाप्त गर्नुपर्छ होला, अथवा तपाईँलाई केही कुरामा चाहिँ केही कुराहरू गर्न मन छ, भन्न मन छ, सम्झेको कुरा तपाईँलाई यो कुरा बोल्छु भन्ने खालको कुरा? अहिले त अन्त्य नै भयो। धेरै कुरा चाहिँ गरियो रै पनि मैले यो कुरा चाहिँ भन्नु मलाई मन छ, छुटाउँदिनँ भन्ने टाइपको? अब के छ भने भोलि मेरो श्रीमतीले हेर्ला, श्रीमतीको बारेमा भन्छु। यो कुरा मैले छुटाएछु। मलाई एकदम मुखले भने नि मनले मार्दैन, माया गरेछ। मैले पनि अलिक बालकै कालमा भने मन पराएर ल्याएको, त्यहाँबाट मैले अरू हेरिनँ होइन। अहिले यसो हेर्दाखेरि चाहिँ बाजी राख्नुहुन्छ नि तपाईँहरू, त्यो त माया रहेछ। म देख्छु होइन, सानै म त तपाईँहरूसँगै हुर्केँ, मलाई थाहा छ, धेरै कुराहरू पनि थाहा छ होइन। सानैदेखि मामालामा हुर्केको, मलाई किकी र पिपीले हुर्काएको होइन। हुनु चाहिँ तपाईँहरू अहिलेसम्म त्यस्तो छुटेको चाहिँ छैन होइन, तर नि बाँच्नु चाहिँ धेरै बाँच्नुहुन्छ। किन त्यो चाहिँ माया रहेछ। के छ भने नि तपाईँ युवाहरूले नि भोलि मेरो ठाउँमा पुग्दाखेरि बुझ्नुपर्छ, छोरी मान्छेले मन पराएको छैन हिँड्दै गर्दैन, यो हिँडेदेखि अर्कोसँग जान्छु। अब अहिले त अंश लिनुपर्ने छ नि त, दिवस गरेर अंश लिन्छु भनेर जे जाओस्, जे गरोस्, जे खाओस्, निन्दा गरेनन् भने मन पराएन हे भनेर आफूले त्यो सोध्नुपर्छ। मेरो अनुभव है। अब बुढी पनि मन पराएको छैन, यो कहिले जान्छ यो राडी भनेर केटासँग हिँड्दा पनि चाँटक्सी खाँदैन, याद गरिएन भने केटीलाई नि बुढीलाई नि मन नपराएको, अलिकति केटासँग हिँड्नु, अलिकति चाँटक्सी खाएर आफूले केयर गर्यो त्यो नि माया गरेको। अलिकति के छ भने नि मेरो श्रीमती अलिक छुची छ, मनमा राख्दैन, पङ पङ भन्छ। अलिकति मैले अघि नै भने अलिकति म धेरै महिलासँग लसपस होइन, धेरै बोल्छु। अलिकति उसले माया गरेको रहेछ के, बाल्यै पो हाल्छ कि बुढोले भने त्यस विषयमा पनि बाँच्छौँ क्या। भनेपछि तपाईँ तरुणीहरू बाहिर यसो बोल्दाखेरि अब अनि यो यसले ल्याउँछ, यो चाहिँ अर्को तरुणीसँग लाग्यो भनेर चाहिँ झगडा हुन्छ होइन? त्यो झगडा हुन्छ। झगडा भइसके पछाडि कि अब मलाई चाहिँ थाहा छैन भित्र कुरो, अब फकाउनु चाहिँ कसले फकाउँछ? फकाउनु त अलिकति महिलै हुनु पर्यो। म धेरै घमण्डी छु, म धेरै बोल्दिनँ। अनि पिपीले नै खाना हो है भन्छ। अब हाम्रो बाईबाट पिपी भनेको चाहिँ बोजू हो। अब बोजूले नै खाना हो है भन्छ, भात पकाएर दिन्छ। अनि अहिले चाहिँ अलिक सक्दैन, कहिले कहिले अब 2 बुढाबुढी मात्रै छौँ। मदेखि हुन्छ 6 वर्ष कान्छी हो। मैले अगाडि ल्याउँदाखेरि झन्नै भन्नै पर्दाखेरि अगाडिको ढुङ्गै जस्तै हो, नबोलिकन छोराछोरी भयो, नाति नातिना बाउ भयौँ भनेर भन्थे अगाडिको बुढापाकाले। त्यस्तै जेठा छोरा हुँदाखेरि पनि त्यति पनि बोल्दैन थियो कि म देखि लजाउँथ्यो। म चाहिँ अब अलिकति 6 वर्ष भनेपछि लगभग झन् 15-14-15 वर्ष
उमेरमा 14-15 वर्षको थियो। अब अहिले त बाउ बिहा आकेतिर बाल बिहा लाग्ने हो त, त्यसोलाई त्यो थिएन। अनि मसँग बोल्दैन थियो धेर, मैले जे भन्न त्यही। अनि अब 2-4 वर्ष बिहा गरेपछि पनि यसो माथितिर यसो जपसप गरेँ। अनि म धेरै घरमा नि रहिनँ। हजुर हजुर। अनि अगाडि पनि म कान्छो छोरो, फेरि तपाईँको तालुकीको छोरो, हलो नजोतेको, माथि जागिर छोडेर आएर पनि म 1 साल हलो जोत्नु मलाई इच्छा लागेन, कोदाल खन्नु लागेन, त्यत्तिकै यता आएको। तर यहाँ आएर चाहिँ यो ठाउँमा त मैले धेरै सङ्घर्ष गर्नु पर्यो। अब पाहाडको ठाउँ हो, जग्गा जमिन भनेको चाहिँ प्रशस्ति थियो। अहिले चाहिँ माथि जग्गा जमिन छ कि छैन तपाईँको जुन सुरुको जन्मस्थानमा? मेरो बुबाले दिनुभएको मैले ध्यान जस्तो सकेँ, थोरै थोरै सो घडेरी। अब नि के तपाईँलाई अघि पनि मैले सोधेँ, यो भोगाई अहिलेसम्मको उतार चढाव यो जति पनि तपाईँले गर्दै आउनुभयो, भोग्दै आउनुभयो, अन्त्यमा चाहिँ तपाईँलाई यो जीवन कस्तो रहेछ, के रहेछ यो जन्म मृत्यु होइन, अनि यो बिचको जुन छ नि यसलाई चाहिँ कसरी चाहिँ तपाईँले हेर्नुहुन्छ? जीवन भनेको आँरको कोपिला फुल रहेछ, भरै फक्रिँदै जान्छ, झर्र हुन्छ अनि पछाडि ओइलिन्छ। अब ओइलिसकेपछि चाहिँ आँरको काम हुँदैन रहेछ। अब आएर ओइलिसकेको हौँ है। जीवन भनेको तपाईँको के रहेछ भने लगभग यो तपाईँको भदौको बेल जस्तो, उमेर हुँदाखेरि जे पनि गर्नु सकिने, बालककाल निन्न सकिने। अहिले वृद्ध भन्ने हुँदाखेरि चाहिँ बुद्धि छ भने नि आँट छैन, आँट छ भने पनि बल छैन। अनि त्यस कारणले जस्तो यो अलिकति सङ्कटकल नै रहेछ जीवन भनेको। अहिले विभिन्न ठाउँहरूमा चाहिँ वृद्धहरूले दुःख पाइराख्नु भएको होइन, अनि के अरे छोराछोरीले नहेरिरहेको अथवा विभिन्न कारणले गर्दाखेरि वृद्धहरू चाहिँ दुःखमा परेको हुनुहुन्छ नि, उहाँहरूलाई तपाईँले के भन्नुहुन्छ? जस्तो के कारणले गर्दाखेरि चाहिँ उहाँहरू त्यस्तरी पर्नुभयो होला अथवा अलिकति दुःख कष्टमा पर्नुभयो होला जस्तो लाग्छ? मलाई कहाँसम्म लाग्छ, पहिली बालकको स्कुल भनेको जन्मघर रहेछ। अगाडि उहाँले शिक्षा दीक्षा दिनु सक्नु भएन कि छोराहरूलाई, छोराछोरीलाई, बा त्यही शिक्षा दीक्षाले पो बा त्यस्तै स्वभाव भएर बा दुःख भएको हो कि, अब बा छोराछोरी नै बा त्यस्तो हो कि, अलिकति त शिक्षा दीक्षा नै हो। मैले बालककालमा धुम्रपान थोरै गरे तापनि मैले धेरै वर्ष भयो धुम्रपान गर्दिनँ, मादक पदार्थ खान्न। अब के हामीले भन्यौँ घरमा त्यही सिक्ने रहेछ। अब अगाडिको आँरको पालोमा चिनी खाने, जाँड खाने भन्ने शब्द थियो। त्यो शब्द एकदम नराम्रो बाउ आमाले नै सिकाउँथे क्या। ए चिनी खाने यो गर, ओ जाँड खाने यो गर भनेपछि बालकले त्यही सिके। अब बालकमा उसको गल्ती विचार नगरिकन कुटे पिटे होइन, यसरी कुट्नु पिट्नु पर्ने छ भने अलि मूर्खता गयो कि जस्तो लाग्छ। अब नि जस्तो आउँदै गरेको साना जस्तो युवाहरू, तपाईँको त नाति भनौँ, नाति खालहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? तपाईँको भोगाइबाट चाहिँ के गर्नुपर्छ, के गर्नु पर्दैन भनेर भन्न चाहनुहुन्छ? हामीहरू छोरा मान्छे भएर नि छोरी मान्छे भएर नि 2-3 चिज गर्नु हुँदैन। हजुर, ठिक छ, गफ गर्नु पाइन्छ, रन्डीबाजी गर्नु हुँदैन, चोर्नु हुँदैन, ज्यान मार्नु हुँदैन, अर्काको रिस गर्नु हुँदैन, बरु अरूलाई सेवा गरेर खुसी पारेर खानु भनेर त्यही सन्देश दिन्छु। जे भने पनि नराम्रो नकारात्मक कामहरू नगर्नु। अनि अब ल हुन्छ, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिममा छौँ होइन। अहिलेसम्म हाम्रो पडकास्टलाई हेरेर साथ दिनुभएकोमा सम्पूर्ण दर्शक महानुभावहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र आज मेरो आफ्नै होइन मावली बाजे किकीसँग कुरा गर्ने मौका पाएँ मैले पनि। अब सामान्यतः हामी गफ त गरिरहेको हुन्छौँ, यसरी चाहिँ धेरै कुराहरूमा चाहिँ गफ गरेको छैनौँ। त्यस कारणले गर्दाखेरि एकदम मलाई पनि नयाँ नयाँ कुराहरूको बारेमा जानकारी भयो, मलाई पनि थाहा भयो। किकीलाई पनि रमाइलो लाग्यो होला?
म एकदम खुसी हुनुहुन्छ? खुसी भएँ मेरो नातिसँग बोल्नु पाउँदा। मेरो यहाँ दुई तिनजना हुनुहुन्छ, उहाँले मेरो नाति नै हुन्। उहाँहरूसँग गुल भएर बोल्नु पाउँदा मलाई अति खुसी लाग्यो। ल अब भने चाहिँ हामी बिदा माग्छौँ कि? हस् त, ल धन्यवाद। ल धन्यवाद सम्पूर्ण दर्शक महानुभावहरूलाई। अब चाहिँ हामी बिदा माग्न चाहन्छौँ। हस्, थ्याङ्क यू।